घर गए पनि म मासुहरू सब्जीहरू लिएर जान्छु, चामल लिएर जान्छु। ए पैसा कमाएर घर जाँदा चाहिँ के मासु सब्जी चामल लिएर जान्छौ? सागसब्जीहरू लिएर जान्छौ। आज चाहिँ कति कमाइ भयो अहिलेसम्म? भर्खर गीत गाउँदैछु। ए भर्खर यहाँ अब बाटोमा बसेर गीत गाउने अनि सबैसँग पैसा उठाएर तिमीले गाउँछौ अनि उयो सानसानो नानीहरूले चाहिँ पैसा उठाउने होइन, तिमीलाई नै दिनुहुन्छ ल्याएर? छप्पकै फुल फुल बाटैमा लपकै सिन्सोटो दातैमा जाली रुमाल बेरो लगाटीमा। तिम्रो घर यहाँ दमक कहाँनिर पर्छ? मिलडाँडादेखि पोलिटिङदेखि यतापट्टि खोलाको छेउमा पर्छ है। अनि आज हामी घरमा खोज्दै जाँदा त तिमी घरमा थिएनौ नि, कहाँ गएको थियौ? यतै आएको थिएँ। यता आएको थियौ? किन यतातिर आएको थियौ? पैसा कमाउन। पढाइ चाहिँ छ कि छैन? पढ्न स्कुल जाँदैनौ? अब यो वैशाखदेखि नाम लेखाउने। ए किन गएको थियौ नि चाराली चाहिँ? चाराली त्यहाँ दिदी भेनाले पढाइदिन्छु त्यहाँ बस्नु भन्नुभएको थियो नि गएको। अनि तिमी यहाँ बेलडाङ्गीमा आएर गीत गाउँछौ अनि पैसा चाहिँ कति हुन्छ नि दिनमा? कति उठ्छ? कोही कोही बेला 100, कोही कोही बेला 200। तिमी एउटा छोरा हो? ए अनि बाबा के गर्नुहुन्छ नि? अर्को छ तर वास्ता गर्दैन। ए बाबालाई वास्ता गर्नुहुन्न? तिमीले चाहिँ कतिको वास्ता गर्छौ? दुईटा बुढी हो नि त हाम्रो दिदी। ए दुईटा बुढी हो। अनि तिमी चाहिँ एउटा छोरा हो। अर्को गीत सुनाउ न त। अर्को गीत कुन गीत सुनाउँछौ? नमस्ते मलाई सहयोग गरिदिनु लागि छ त्यही भन्छौ? बाबुलाई त्यति बोल्न चाहिँ आउँदैन क्या? सानै भएर हो कि ठुलो भइसक्यो? बोल्न त आउँछ नि। ए बोल्न त आउँछ। बाबुको कारणले चाहिँ तिम्रो कारणले चाहिँ बुवाले कुटै खानु पर्यो नि त? अनि तिमीले गल्ती गर्यौ अरे हो? मैले गल्ती? आफूले गल्ती कि मैले? ए बाबाले बुवा मातेर ल्याङ गरेपछि कुट्दैन नि। ए बाबुले चाहिँ गल्ती गरेको? हिन्दी राम्रो गाउँछ अरे। बाला लेखिया नसीबा डरता भी डर लालू मेरा साड़ू के बाल से कब टच किया रे।